विदाई हुने बेलामा अलिकति गडबड चाहिँ हुँदो रहेछ। अलिकति अप्ठ्यारो परिस्थिति। म चिलिमेमा हुँदाखेरि मलाई त्यो अनुभव छ। वास्तवमा चिलिमेबाट त म विदाई नभइकनै पनि आएको अवस्था हो। विदाई नै मैले जे गरेको थिएँ मैले त्यो सेयरिङ पनि गर्न नपाएर म आएँ। कसैले भनेको मानेन भन्नुभन्दा मैले संस्थाको हितको लागि गरेको, मैले पर्सनल मेरो लागि गरेको होइन, संस्थाको हितको लागि काम गर्दाखेरि कसैलाई चाहिँ अलिकति चित्त दुखाइ भयो होला, तर त्यसलाई ठुलो मान्नु चाहिँ त्यति उचित जस्तो लाग्दैन। विदाई हुने बेलामा अलिकति गडबड चाहिँ हुँदो रहेछ। अलिकति अप्ठ्यारो परिस्थिति। म चिलिमेमा हुँदाखेरि मलाई त्यो अनुभव छ। वास्तवमा चिलिमेबाट त म विदाई नभइकनै पनि आएको अवस्था हो। विदाई नै मैले जे गरेको थिएँ मैले त्यो सेयरिङ पनि गर्न नपाएर म आएँ। कसैले भनेको मानेन भन्नुभन्दा मैले संस्थाको हितको लागि गरेको, मैले पर्सनल मेरो लागि गरेको होइन, संस्थाको हितको लागि काम गर्दाखेरि कसैलाई चाहिँ अलिकति चित्त दुखाइ भयो होला, तर त्यसलाई ठुलो मान्नु चाहिँ त्यति उचित जस्तो लाग्दैन।